मनोज श्रेष्ठ जो आबुखरिनी गाउँपालिका अन्तर्गत आबुखरिनी बजारमा एकजना व्यवसायी, त्यस्तै उहाँ चाहिँ राजनीतिक कर्मी पनि हुनुहुन्छ, वडा सदस्य हुनुहुन्छ र समाजसेवी पनि हुनुहुन्छ। समाजसेवीको विषयमा हामीले कुराकानी गरिसकेका छौँ। अब हामी उहाँसँग आबुखरिनी संस्कृति संरक्षण मञ्चको विषयमा पनि उहाँसँग थोरै जोडिन जाँदैछौँ। मञ्चजी, यो आबुखरिनी संस्कृति संरक्षण मञ्च, संस्कृति नै जगेर्ना गर्नुपर्छ, समाज सेवा त एकातिर भइहाल्यो, त्यो भइरहेकै छ र कल्चरलाई पनि जोगाउनु पर्छ भनेर तपाईँ लाग्नु भएको छ। र हामी विगत केही वर्षदेखि चाहिँ जुन कृष्ण जन्माष्टमीको दिन जुन भव्य मेला लाग्ने गर्दछ, सम्भवतः गण्डकी प्रदेशमै यसरी जुन यो अर्ग्यानिक भनिन्छ, जुन प्योर जुन कन्सर्टहरू नभइकन चाहिँ यहीँको कला संस्कृतिहरूलाई चाहिँ उजागर गर्ने जुन प्रयास तपाईँले यो ठाउँमा गर्नु भएको छ, यस विषयमा पनि कुराकानी गरौँ। यो कहिलेदेखि चाहिँ यो संस्था स्थापना भयो र यसले के कामहरू गर्छन्? यो अब आबुखरिनी साक्षी संरक्षण मञ्च मैले 2 वर्ष भयो तिमीहरू पाएको लिएको। यसको स्थापना काल भनेको कस्तो हो नि, आबुखैरेनी बजार जो यहाँ अहिले हामी अस्ति आबुखैरेनी चौतारा भनेर एउटा संरक्षण पनि गरेको छ, त्यसलाई पुनर्निर्माण गरेर किन जोडिएको छ भने आबुखैरीको पहिचान त्यो आबुखैरेनी चौताराबाट भएको रहेछ भने विनोदजी यहाँका हाम्रो अग्रजहरूले भन्नुहुन्छ र हामीले त्यसलाई लिइरहेका छौँ। यो केमा जोडिरहेको छु भने मैले अहिले जब आबुखैरीको स्थापना भयो, यहाँ व्यवसाय गरेर तपाईँको 2-4वटा घर हुँदाखेरिको बेलामा आबुखैरी चौतारा थोरीमा तपाईँको त्यो तेल लिन जाने बेलामा, नुन लिन जाने बेलामा त्यहाँ बास बसिरहेछ। यो आबुखैरी श्रीकृष्ण मन्दिर अहिले जहाँ छ नि, त्यस्तै गरेर यता हाम्रो बगैँचा हो, बगैँचामा पनि सुत्ने मान्छेहरू नदीको किनार भयो नि, त्यो त यता मर्स्याङ्दी यता पनि मर्स्याङ्दी, त्यहाँ रेस्ट गर्ने, त्यहाँ विश्राम गर्ने ठाउँ रहेछ यो बगैँचा र आबुखैरी चौतारा। यो चाहिँ मैले किन जोडिरहेको छु नि, यी दुइटै चाहिँ हाम्रो धरोहर आबुखैरीको बगैँचा र आबुखैरी चौतारा। यहाँको व्यवसाय स्थापना भयो र यहाँ 2-4वटा घर भयो होइन, व्यवसाय स्थापना गर्यो र यहाँका हाम्रो अग्रजहरूले कति त स्वर्गवास पनि हुनु भइसकेको छ। अलिकति जात्रा लाउँ न है, मेला गरौँ न, अनि मान्छे आउँछ, व्यवसाय बढ्छ भन्ने एउटा कन्सेप्टले चाहिँ यो संस्कृति संरक्षण मञ्च 2063 सालमा स्थापना भयो। यसको अब विधिगत रूपमा कानुनी रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर हाम्रो आदरणीय गुरु भगवान दास मल्लज्यूको नेतृत्वमा 63 संस्थापकमा दर्ता भएको 63 सालमा हो। तर त्योभन्दा पहिला पनि यहाँ जात्राहरू मेलाहरू लाग्ने गर्थ्यो। मैले यो जोड्नु खोजिरहेको छु क्या, त्यो संस्थापक हिसाबमा एउटा एजेन्डा हिसाबले भोलि एउटा आर्थिक कारोबार गर्न पर्यो, संस्थापक हिसाबमा जानुपर्छ भनेर भगवान दास मल्लको नेतृत्वमा 63 सालमा स्थापना भयो होइन। त्यो क्लियर हुनुहोस् है एकदम। तर संस्था दर्ता मात्रै भन्दैमा त्यहाँबाट सुरु भयो भन्न मिलेन नि त, होइन र? संस्थाले जिम्मा लिएर चाहिँ जिम्मा लिएर हो नि त। त्यतिखेर चाहिँ भद्रगोल नेतृत्व लिएर चाहिँ कार्यक्रम गर्नलाई चाहिँ भद्रगोलले पनि गर्ने हुन्थ्यो भने अब 63 सालदेखि चाहिँ त्यो भन्दा नि म के भन्छु नि, ल म जन्मेँ 2040 साल 9/24 म जन्मेँ, मेरो बुवाले आमाले 1 वर्षपछि जन्म दर्ता गर्न जानुभयो। जन्म त मेरो 2040 सालमै भयो हो नि त। त्यो विधिगत पो अब मेरो दर्ता कहिले भयो, 1 वर्षपछि मिति राख्ला होइन, जारी मिति यो दर्ता भएको त जन्म त्यही भयो भने यहाँको पर्व मेला गर्नलाई चाहिँ 63 सालबाट मात्रै होइन क्या, धेरै यो बजार गर्नुपर्छ। यहाँ बगैँचामा मेला लगाएर धेरै धेरै नाम छ, त्यो म सम्मान पनि गर्दैछु उहाँहरूलाई। मृत्यु प्रसाद पनि एउटा सम्मान हुँदो रहेछ विनोदजी। हामीले यो 2022 सालमा सम्पूर्ण मृत्यु स्वर्गवास भएकालाई पनि हामी सम्मान गर्दैछौँ। हाम्रो डाटा छ, लिइरहेको छु मैले है, त्यो लिन जरुरी छ क्या। त्यो पछि 2063 सालबाट एउटा संस्थाको हिसाबले दर्ता गरेर भगवान दास मल्लज्यूले जुन 18 वर्ष होइन यो संस्थालाई चलाउनु भयो। उहाँहरूको टिमले म यहाँलाई धन्यवाद दिन चाहन्छु, किनभने अघि जोड्नु भयो प्रश्नको, मैले अलिकति घुमाएर दिनुपर्छ कि, सठिक भन्दा बुझाउनु पर्यो नि, बुझ्नु पर्यो। अब यो कला संस्कृति इम्पोर्टेन्ट हो हेर्नुहोस् है। नेपालमा हामीलाई चिनाउने भनेको यही नै रह्यो। अब हाम्रो भाषा, त्यही माथि यहाँ सम्पूर्ण जातिहरू, अब आबुखैरेनी गाउँपालिका कुरा गर्ने हो भने लगभग 11वटा जातिको बसोबास गरेको ठाउँ हो है। यहाँ हामी सबै मिलेका छौँ, जनजाति, यहाँका ब्राह्मण समाज, क्षेत्री समाज, दलित समाज हो,
सबै एकरूपता भएर आफ्नो भाषा छ, संस्कृति छ, पोसाक छ, होइन सबै छ नि, सबै रङ्गी बिरङ्गी एउटा कलरफुल आबुखैरीमा बसोबास भएको छ। गुरुङ, मगर, होइन नेवार, छेत्री, बाहुन हो, त्यसमा तपाईँको थकाली, चेपाङ, भुजेल, विभिन्न जातिहरू यहाँ तपाईँको 8वटा जाति त हाम्रो जनजाति छ यहाँ, बुझ्नुभयो नि। यो सबै मिलेर दलित समुदायहरू मैले भने ब्राह्मण यति तपाईँको यो आबुखैरेनी गाउँपालिका यति धनी हो कि कला संस्कृतिको लागि धनी यो ठाउँ हो। अब यो हामीले जोगाउनु परेन, पर पूर्वकालदेखि त जोगाउनै पर्छ लागेको छ नि। 63 सालमा भगवत अझै विधिगत रूपमा संस्था बिना लागौँ न भनेर उहाँ पनि लागि पर्नु भयो, धन्यवाद दिन चाहन्छु। आज 2 वर्षमा यो कार्यक्रम गर्न कति गाह्रो छ भने त मैले अनुभूति लिएको छु त, होइन सबलाई एक बनाएर त्यसलाई प्रस्तुत गर्न, म्यानेजमेन्ट गर्न कठिनाइ पनि छ त्यो बेलामा। अहिले जस्तो फेसबुक, तपाईँको विभिन्न सामाजिक सञ्जालहरू र यो टेक्नोलोजीको जमाना पनि थिएन त्यो बेलामा उहाँले गर्नुभएको योगदान साँच्चै नै एकदम म हृदयदेखि नै सम्मान र धन्यवाद दिन चाहन्छु। ओके भने हामी यो सांस्कृतिक संरक्षण मञ्च हरेक ठाउँमा चाहिँ आवश्यक छ पनि हामी किन भनिरहेका छौँ भने अहिले एक घर जस्तै एक घर एक रोजगार भन्ने जस्तो तरिकाको चाहिँ अनि प्रत्येक घरबाट चाहिँ वैदिक शुक्रबारमा गएकै छ। त्यो पनि मुख्य व्यक्ति जो अलिकति तागतिलो, जो बलियो, जसले चाहिँ अलिकति मस्तिष्क अथवा ज्ञान तन्दुरुस्त अवस्थामा छ, ती व्यक्तिहरू वैदिक शुक्रबारमा गएकै छन्। घरको मूल मान्छे घरमा नहुँदाखेरि घरमा संस्कार, संस्कृति, त्यो भाषा पनि सँगै विदेश गएको हुन्छ र आउने बच्चा सिक्न पाइरहेको हुँदैन। तपाईँहरूको यो आबुखैरेनी संस्कृति संरक्षण मञ्चले यस्तो काम गर्नुभएको छ, हामीले पनि देखिरहेका छौँ। ल है, कृष्ण जन्माष्टमीको दिन चाहिँ नेपाल फर्किनुपर्छ। त्यो दिन हामी जसरी नै नेपाल जानुपर्छ, त्यहाँनिर हाम्रो मौलिक कला संस्कृति हामीले त्यहाँ चाहिँ त्यो चुड्का घाटुदेखि लिएर वेशभूषा लगाउनको लागि भए पनि उहाँहरूले त्यो दिन चाहिँ भलै उनीहरूले चाहिँ विदेशमा बसे तापनि त्यो दिनको लागि चाहिँ आफ्नो परिवारको लागि चाहिँ वेशभूषा किनेर ल्याइदिनु, होइन त्यो दिन चाहिँ ल है हाम्रै भाषामा चाहिँ कुराकानी गर्ने भन्ने किसिमको वातावरण चाहिँ तपाईँले बनाउनु भएको छ। साँच्चीकै यो काम निकै सराहनीय काम तपाईँहरूले गर्नुभएको छ। अनि यसरी यो हामीले यो जुन वेशभूषाको विषयमा त कुराकानी गरौँ। यहाँ गुरुङको आफ्नै वेशभूषा छ, मगरको छ, चेपाङको छ, ब्राह्मण क्षेत्रीको आफ्नै वेशभूषामा चाहिँ र्यालीमा निस्किरहेको हामी पाउँछौँ। तर भाषाको लागि चाहिँ तपाईँहरूले चाहिँ केही कामहरू गर्नु भएको छ? त्यहाँ कसैलाई चाहिँ भाषा सिकाउनको लागि, विभिन्न जात जातिको भाषालाई चाहिँ जगेर्ना गर्नको लागि यो संस्कृति संरक्षण मञ्चले चाहिँ के काम गरेको छ? यो एकदम राम्रो प्रश्न गर्नुभयो। यो अलिकति जटिल विषय पनि छ है। कस्तो हो भने अघि ठ्याक्कै तपाईँले भन्नु, सबैभन्दा घरको मूली विदेशी हो। अब घरमा साथ भन्दा म नेवारको छोरो, तर मलाई बुली ढ्यावा भन्दा अनि जा हगिना होइन, त्यो भन्दा मैले केही जाने छैन कि तपाईँले भनिराख्दा मेरै कुरा भन्नुभयो जस्तो लागिरहेको छ। बुझ्नुभयो नि, भिडियो बनाएको छ। कस्तो भने यो भाषा भनेको सिकाएर भन्दा पनि आप जान्ने कुरा जस्तो लाग्दो रहेछ कि मलाई अहिले। किनभने मेरो बुवाले गुरुङ कुरा फर्र बोल्नुहुन्थ्यो। किनभने हामी गुरुङ बस्तीमा हुर्किया मान्छे। मोरिया भनेको बन्दीपुर मोरिया भनेको चन्द्रकोट त सुन्नु भएको छ नि, चन्द्रकोट गुरुङ गाउँ, हामी तल हो। हामी गुरुङ समुदायमा घुलमिल भएर अहिले त्यहाँ पनि मेरो धेरै साथीहरू छ गुरुङ। अब गुरुङ अब हेर त्यही त भनिरहेको छु मैले। के नि मुलीहरू घर छोडेपछि अहिले त अझै त्यो भन्दा पनि के भएको छ भने भाषा बोल्ने कुनै हाम्रो बाबुबाजे अझै हाम्रो भाषा बाबुबाजेले बोल्नु नि एकदम। अहिले के छ, बच्चा जन्मिन्छ कहाँ जन्मिन्छ, मूल घरमा जन्मिरहेको छैन। कोही कोठामा लिएर बसेको छ, कोही भाडामा, कोही विदेशै गएको छ। त्यो भाषा बोल्ने परिवार अभिभावक छ भने अहिलेका जेनेरेसनहरू छुटेको छ, ग्यादरिङ भएको छ। कोही पढ्नु हुर्किनु पनि तब अब तल आउँछ, अनि उहाँहरूले त्यो सिक्दैन रहेछ क्या। किन भन्दाखेरि एउटा पट्टु भनी चराले मान्छेसँग बसेर उसले मान्छे जस्तै बोलिदिन्छ क्या। मलाई हामी सबै जन्म्यौँ नि त, तर कसैले बा आमा भन्ने सिकायो त्यो हाम्रो अनुभूति छैन। तर कस्तो नि
एउटा बच्चा काखमा बस्छ, काखमा हुन्छ, आमाको काखमा बसेर हुर्किएर बसेको हुन्छ, बुवाको एउटा रेखदेखमा बसेको हुन्छ, त्यो बच्चाले बाबा आमा भनेर सबै हाम्रो देवनागरिक भाषा ती बच्चाले सरर बुझ्छ। विदेशमा गएका हाम्रो छोराछोरीको, हाम्रो भाइ भतिजको कुरा गरौँ, अङ्ग्रेजी बोल्नलाई सिकाए त। म्यानमारमा जन्मेको हाम्रो नेपाली मूलका वासीहरूलाई म्यानमारी भाषा बोल्न सिकाए, काहीँ कक्षामा सिकाएन नि त। तर उसले आफै आफ जाने, किनभने इन्भाइरोमेन्ट बाटोबाट मिल्नु पर्ने रहेछ हो। तर हामी साथी समाज मजले नजाने कुरा फेरि भाषा पनि यसलाई प्रबोधन गरौँ न, यसलाई फेरि संरक्षण गरौँ न भने त छ नै छ। त्यो कारणले एउटा गाउँपालिका वडा सदस्यको नाताले पनि म भन्न चाहन्छु, हाम्रो गाउँपालिकाले र आबुघरी साथी समाज मञ्चले कसै समुदायले भाषा सिक्न चाहनुहुन्छ भने हामी त्यसमा लगानी गर्न तयार छौँ। आबुघरी संस्कृति सांस्कृतिक संरक्षण मञ्चले मञ्चले कि पालिकाले पालिकाको विषयमा त ले सांस्कृतिक संरक्षण पनि तयार छ। हजुर हो, फेरि स्थानीय निकाय चाहियो नि, चाहियो, त्यो कोण चाहियो, त्यसलाई शिक्षक चाहियो, सहकारी चाहियो, कुनै एउटा नेतृत्व त तपाईँको हातमा छ। एकदम मैले भने नि त, कोहीले आफ्नो भाषा सिक्न चाहनुहुन्छ भने टिम बनाउनुहोस्। न्याउरीले न्याउरी भाषा सिक्न चाहनुहुन्छ, गुरुङले गुरुङ भाषा सिक्न चाहनुहुन्छ है, अब मगरले लिपि सिक्न जानुहुन्छ, त्यो त हामी त पालिकाबाट बनाइसक्यौँ, हाम्रै बनाइसक्यौँ। साकी संरक्षण मञ्च त्यसको पुल बन्न र त्यसलाई संरक्षण गरेर लान एकदम कहिले पनि हरदम तयार छ है। सुन्नुहोस् श्रोताबिन, दर्शकबिन, तपाईँहरूले आबुखरी संस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोज गुरुङ, मनोज श्रेष्ठ, सरी माफ गरेर गुरुङको कुराहरू गरिराख्दा गुरुङ नै जोड्न पुग्छ। मनोज श्रेष्ठले बताउनु भएको तपाईँले सुनिहाल्नुभयो होला। उहाँले चाहिँ संस्कृति पनि जगेर्ना गर्नुपर्छ, समाज सेवा आफ्नो ठाउँमा छ र संस्कृतिलाई जगेर्ना गर्नुपर्छ। संस्कृतिबारे जगेर्ना गर्ने कोसिस गरिराख्नु भएको छ, केही हदसम्म सफल पनि हुनुभएको छ। तर भाषा पनि आवश्यक छ। यदि तपाईँको आफ्नो जाति अनुसारको भाषा यदि सिक्न चाहनुहुन्छ भने तपाईँहरू टिम बन्नुहोस्, समय निकाल्नुहोस् र कहाँ कसरी कति बेला सिक्ने भन्ने विषयमा उहाँसँग समन्वय गर्नुहोस्। तपाईँलाई पैसा लाग्दैन, त्यसको लागि पालिकासँग उहाँले समन्वय गर्नुहुनेछ र तपाईँले चाहेको भाषा उहाँले सिकाउनुहुनेछ, सिकाउनलाई पहल गर्नुहुनेछ। फेरि यो होइन कि मलाई जापानिज भाषा सिक्नु पर्नेछ अथवा मलाई कोरियन भाषा सिक्नु पर्नेछ, त्यो किसिमको भाषा होइन। तपाईँको आफ्नो जातीय भाषा, तपाईँ गुरुङ हुनुहुन्छ भने गुरुङ भाषा, मगर हुनुहुन्छ भने मगर भाषा, नेवारको समुदायको तपाईँ हुनुहुन्छ भने नेवारी भाषा, आफ्नो यो आबुखरेनी गाउँपालिकाभित्र बसोबास गर्ने कुनै पनि जातिले भाषा यदि सिक्न चाहेको खण्डमा आबुखरेनी सांस्कृतिक संरक्षण मञ्चले सिकाउने, निशुल्क रूपमा सिकाउने उहाँले बताउनु भएको छ। यो पनि तपाईँले जानकारी गराए। अब अरू हामी संस्कृति संरक्षण मञ्चले चाहिँ अन्य कामहरू के गर्दैछ, जस्तै कृष्णाष्टमी मेलामा मात्रै जात्रा लगाउने काम, आयोजना गर्ने काम मात्रै गर्छ कि अन्य कामहरू पनि गर्छ? जस्तै भाषाको कुरा तपाईँले बताउनु भयो, अन्य ती बाहेक अब यस्तो यो साथी संरक्षण मञ्चको विधानमा नै त्यही छ। यो जात्रा लगाउने भन्दा पनि जात्रा त एउटा माध्यम भयो। मैले 2 वर्षमा मैले यस्तो म त अहिले नेतृत्व दिइरहेको छु नि, खुसी के लाग्छ भने मैले भने 11 जाति आबुखैर बस्ने यो श्रीकृष्ण जन्माष्टमी, मैले नाम पनि यसलाई मैले चेन्ज गरेको छु। किन श्रीकृष्ण जन्माष्टमी त भइहाल्यो, मैले यो वर्षबाट आबुखैरी पर्व भनेर नामाकरण दिएको छु है। त्यो आबुखैरी पर्व भनेपछि सबै जातिको सबै भाषाको होइन, यहाँ आबुखैरी समग्र गाउँपालिकाको पर्व आबुखैरी पर्व है, त्यो भित्र सबै छ। श्रीकृष्ण जन्माष्टमी जात्रा किन भन्नु पर्यो? श्रीकृष्ण जन्माष्टमी जात्राको दिनमा मेला लाग्ने हो, त्यो मेलाको नाम भनेको आबुखैरी पर्व हो। मैले नामाकरण आबुखैरी पर्व राखेको छु है। यो क्लियर किन गर्दैछु भने श्रीकृष्ण जन्माष्टमी जात्रा आबुखैरी पर्वले के गरेको छ भने 11 जाति, जो 11 जाति भएका हामीले त केही अझै पनि चिनेको छैनौँ। अहिलेको जेनेरेसनले के चिन्छ? मोबाइल चिनेको छ, ट्विटर चिनेको छ, फेसबुक पब्जी चिनेको छ, तर उसले खैँचडी चिन्न पनि गाह्रो भएको छ। त्यो उदाहरण दिइहालेँ, मैले कुरा काटिहालेँ। त्यो आजभोलिको बच्चाले नानी दुध कहाँबाट पाउँछ, कहाँबाट आउँछ भन्दाखेरि डेरीबाट पाउँछ भनेर भन्ने जस्तो भयो क्या अहिलेको। सबै यो वास्तविकता एकातिर छ। आधुनिकरणले गर्दाखेरि बच्चाहरूको मन मस्तिष्कमै अर्कै चिजले भरिसकेको अवस्था छ। अब यो हाम्रो बेसिक नलेज पनि हो बच्चाहरूलाई, अहिलेको जेनेरेसनलाई। मैले भने नि नेवारको बच्चाले लाखे नाचेर होइन दिने भन्ने के त चिन्यो नि त। त्यो माध्यम के हो?
म गर्वसाथ भन्छु हिजोका अग्रजहरूदेखि लिएर आजका हामीसम्म त्यो चिनाउने कोसिस गरेर चिनेको पनि रहेको छ जस्तै नेवारी समुदायमा आबु खैरेनी सहर बस्तीको जात्रा अष्टमीमा 12-15 दिन अगाडि यहाँ लाखे नचाहेर हाम्रो बाबुराम दाई हाम्रो बाबेज पनि हुनुहुन्छ किसान दाई उहाँहरू झिमु नेवा खोलाबाट यता आबु खैरेनी नेवा खोलाबाट त्यस्तै गरी मिलन चोकका नेवा खोलाबाट नेवारी समुदायबाट लाखे नचाहेर लाखे नचाहेर फेरि लाखे नचाहेर के चाहियो त्यहाँ मुकुट चाहिएला होइन त्यहाँ धिमे बाजा चाहिएला विभिन्न किसिमको सङ्गीत एउटा ध्वनि निकाल्ने इन्स्ट्रुमेन्ट चाहियो नि त त्यो फेरि मात्रै भएर नि बजाउने यस भनिरहेको छु त्यो के गरेछ भने नेवार समुदायका साथीहरूले आदरणीय दाजुहरूले नेवार समुदाय त्यो नि लागे जोड्यो भएर है सबैले गर्नुपर्छ त्यहाँ के छ ठ्याक्कै हजुरको बच्चाहरूले सिकिरहेको छ क्या बाजा पनि सिकेको छ त्यो बाजा बजाउने इन्स्ट्रुमेन्टको नाम पनि चिनेको छ त्यसले हदसम्म हाम्रो भाषालाई संस्कृतिलाई चाहिँ जगर्ना गर्न पुस्तान्तरण चाहिँ गरेको छ है केही हदसम्म बुझ्नुभयो नि त्यस्तै गरी गुरुङहरूको कुरामा चुड्का घाटु ल अब त जाँच लाग्छ है जानुपर्छ अब फेरि मेला भनेर उहाँहरू पनि 15-16 दिनदेखि खैचडी बाँडेर सुकाएर आफ्नो गाउँघरमा प्र्याक्टिस गरेर शिक्षण जन्माष्टमी आउने पनि आउँछ त्यस्तै अहिले हेर्नुहोस् फेरि ब्राह्मण समाजलाई हेर्नुहोस् सबै जोड्नुपर्छ मैले ब्राह्मण समाज यति सक्रिय हुनु भएको छ उहाँहरूले लीला देखाएर एउटा तपाईँको भजन कीर्तन गरेर खैचडी तपाईँको भजन गरेर उहाँहरू पनि 14-15 दिन अगाडि आफ्नै वेशभूषामा होइन ब्राह्मण क्षेत्रीय समाज आफ्नै पोसाकमा अहिले सजिएर हेर्नुहोस् त उहाँहरू पनि आफ्नो कला संस्कृति हाम्रो रीतिरिवाज जोगाउनु पर्छ भनेर लागि पर्नु भइरहेछ अब दलितको कुरै नगरौँ दलित भनेको त यो देशको त वैज्ञानिक हो क्या एकदम दलित समुदाय उहाँहरूले बनाएको भाँडाकुँडादेखि लिएर तर त्यो वैज्ञानिक हो नि आविष्कारक हो दलित समुदायका हाम्रो दाजुभाइ दिदीबहिनीहरू हाम्रो अग्रज हो एकदमै उहाँहरू बिना यो नेपाल चल्थ्यो हतियार कसले बनायो तपाईँले हामीले लागेको खबरा पहिला यसको स्थापना यसको परापूर्वकारको यसको स्थापना भनेको त दलित समुदायबाट वैज्ञानिक हो क्या तर त्यो वैज्ञानिकलाई वैज्ञानिक नभनिकन केही समुदायले खेलिदियो आज यो देशले हिजो तपाईँको हतियार भन्दा आज परमाणु बनाउने त त्यही समुदाय बनाउनु सक्नु पर्थ्यो क्या मलाई त त्यो लाग्छ विनोदजी अहिले त बिस्तारै त्यो जुन किसिमको भेदभाव पहिला थियो त्यो त अहिले लगभग 90% त हटिसकेको जस्तो हामी आबुखरी संस्कृति संरक्षण मञ्चकै विषयमा कुराकानी गरिरहेका छौँ जस्तो यो संरक्षण मञ्च जुन आबुखरीको छ जुन तपाईँले भन्नुभयो चाहिँ श्रीकृष्ण जन्माष्टमीलाई आबुखरी पर्वको रूपमा चाहिँ तपाईँले गर्नुभएको छ र हामीले यो जुन मेला लाग्छ त्यो दिन पर्व गर्नुहुन्छ त्यो बेलामा पनि हामीले केही जानकारी पाएका थियौँ तपाईँको त्यो कार्यक्रम गर्नको लागि तपाईँले जम्मा 2 वर्ष नेतृत्व हामी यो कार्यक्रम गर्न जुन यति चाहिँ सहयोग रकम उठाउन सक्छौँ भन्ने तपाईँहरूको एउटा एक्सपेक्टेसन अथवा एउटा उद्देश्य थियो त्यो उद्देश्य भन्दा नि निकै माथिसम्मको लेभलमा चाहिँ तपाईँहरूले रकम पनि उठाउन सक्नुहुन्छ त्यो पनि तपाईँप्रतिको विश्वास तपाईँले चाहिँ गर्नुभएको काममा उहाँहरूको पनि सकारात्मक सोच भएको कारणले एक्ज्याक्ट हो भने मैले फेरि पनि भन्नुपर्छ सबैभन्दा ठुलो इमान्दारिता लगनशीलता अनि अङ्ग्रेजीमा चाहिँ डेलिकेसन भन्छ क्या फोकस टु डेलिकेट भन्छ होइन त्यो भने सक्सेस भइन्छ त्यसमा इमान्दारी हुनै पर्यो होइन आज मलाई विश्वास गर्यो म इमान्दारी छैन भने भोलि कहाँबाट आउँछ त्यो त म होइन सबैले लागु गर्ने कुरा त्यो हो क्या विडम्बना 1488 रुपियाँ लिएर हाम्रो टिमले आबुगेरी शक्ति सौर्य मञ्चको आबुगेरी पर्व सिर्जना यो आँटेकै हो म भन्छु 1488 रुपियाँ आँटामा थियो तर हामीले 14 लाख रुपियाँ सङ्कलन गरियो तपाईँहरूको उद्देश्य 11 लाख समथिङ कति थियो 14 लाख रुपियाँ पैसा गरेर हामी लगभग 2.5 लाख रुपियाँ 2,65,000 रुपियाँ हामीले बचत पनि गरेको लास्ट इयर यो इयर पनि हामीले लगभग 2.5 लाख रुपियाँ बचतै गरेका छौँ किनभने संस्थालाई यस्तो माया गर्नुपर्छ सधैँ मागेर चल्दैन क्या आज यो संस्थामा ले भन्दा पनि दिउँला है हामी दिनुपर्छ यो काम गर्न लागेको छ भन्ने खालको काम हामीले गर्यो त्यसरी सहयोगको ओइरो त आइहाल्छ एकदम आज यो संस्था 63 सालबाट रन भइरहेको छ म कसैलाई पनि दोष दिन चाहन्न म सम्मानै गर्छु तर के पैसा हरेक वर्ष जोगिँदै गएको भए म्यानेजमेन्ट हिसाबले गएको भए आज पैसा पनि माग्न पर्ने अवस्था रहने थिएन यो संस्थामा आज 1 करोड रुपियाँ भइदिएको भए यी तरिकाले गयो भने त त्यो रकम होइन माग्नु पर्दैन नि एउटा तपाईँको प्रायोजिक स्पोन्सर लिएर प्रोग्राम
सकिन्थ्यो न पालिका धाउन पर्थ्यो न तपाईँको हाम्रो भाइ छोराहरू हाम्रो आदरणीय व्यक्तित्व विदेशमा बस्नुभएका सम्पूर्ण साथीभाइलाई नगुहार्न पर्थ्यो तर अहिले गुहार्नै पर्छ अझै पनि 10 वर्ष गुहार्नै पर्छ विनोदजी गुहार्नै पर्छ तर म फेरि पनि यो मिडियाबाट सम्पूर्ण आफूघरि साक्षी आफूघरि पर्वमा सफल बनाउनलाई जसले हामीलाई माया गर्नुभयो साथ दिनुभयो फेरि पनि 10 औँमा जोडेर म धन्यवाद दिन चाहन्छु किन उहाँहरू बिना कार्यक्रम सक्सेस हुँदैन विनोदजी किन भन्दाखेरि पैसा त चाहियो क्या पैसा बिना के चाहियो किन जोडिरहेको छ ट्रान्सपोर्टेसन पैसा चाहियो क्या कसैहरूले बाजा मलाई फेरि यहाँ बजाइदियो भन्दा बाजा भन्यो भने ल्याऊ तर बाजा बजाउने मान्छे त यहाँ त आउनु पर्यो नि त उनीहरूको 11, 12, 13 जना त गाडी चढी आउनु पर्ला खाजा खान पर्ला त्यही भएर पैसा जोडेको छ त्यो पारिश्रमिक भन्दा पनि दैनिकी चलाउन पनि पैसा जोडेको छ त्यही भएर पैसा त चाहिन्छ अनि भनेपछि हामी यही संस्कृति संरक्षण मञ्चको विषयमा अब अन्तिममा छौँ र अन्य कुराहरूमा पनि कुरा गर्नुपर्ने छ झन्डै 50 मिनट भइसकेको रहेछ जुन यो संस्कृति संरक्षण मञ्च तपाईँहरूले चाहिँ जुन धेरै संस्कृति संरक्षण गर्नको लागि जुन प्रयासहरू गर्नुभएको छ सफलता पनि पाउनु भएको छ एउटा चाहिँ तपाईँलाई म चाहिँ के सोध्न चाहेँ भने जस्तै कुनै गेस्टहरू जस्तै आफूखरि त पर्यटकीय नगरी पनि कसैले चाहिँ यहाँको गुरुङ कल्चर हेर्न चाहेको खण्डमा गुरुङको चुड्का अथवा मगरको चाहिँ घाटु समथिङ के हुन्छ कौडा त्यस्तै नेवारको लागेना चाहिँ आफूखरिनीमा अति सफल संस्कृति जगेर्ना गर्ने एउटा संस्था छ त्यहाँ चाहिँ भन्यो भने कोही बेला सुटिङको लागि आउन सक्छ कुनै बेलामा विदेशबाट पाहुनाहरू आउँदाखेरि है यो कल्चर चाहिँ यहाँ देखाउन सकिन्छ है उहाँहरूले हेर्न खोज्नुहुन्छ के शुल्क उहाँहरूले दिनुपर्ने हुन्छ त्यो अवस्थामा आफूखरिन संस्कृति संरक्षण मञ्चले त्यस्ता कलाकारहरू त्यो भनेको समयमा चाहिँ कल्चर देखाउन सक्ने अवस्था छ त्यो म्यानेजमेन्ट अवश्य हुन्छ है किनभने हामीसँग यस्तो फेरि त्यो चाहिँ कस्तो हो सरी त्यो कस्तो हो भने हजुरको त्यो कौडा चुड्का घाटु अहिले रिसेन्टली किन हुँदैन भन्दाखेरि हेर्नुहोस् है हामीले अब फेरि पर्व जन्माष्टमीमा त भोगेको कुरा छ अहिले गाउँमा मान्छे छैन नि सबै तितो कोही विदेश गएको छ अब अहिले गाउँमा मान्छे भएको नै हाम्रा चेलीहरू युवाहरू कम छ विनोदजी बजाउने छ नाच्ने छैन अहिले कस्तो छ 1 नम्बर 2 नम्बर यो गाउँ त्यो गाउँ भनेर हाम्रो गुरुबाहरूले चुड्का कौडामा उहाँले त्यसरी ल्याउनु भएको छ एउटै गाउँमा मान्छे छैन तर त्यो कार्यक्रम हुन्छ हेर्नुहोस् तर फर्दर 2 दिन अगाडि त भन्नु पर्यो नि त्यो चाहिँ 2 दिन अगाडि नै भन्नुपर्छ खबर गर्नुपर्छ त रिसेन्टली अहिले गएर अब अहिले हामी के अरे हिले खर्का जाउँ अहिले र चुड्का नचा भन्दाखेरि त्यो सम्भव नहुन सक्छ क्या कोही अब त्यहाँका छोरी चेलीबेटीहरू पढ्न तल झरेको छ पढ्न नै पर्यो नि स्टडी भनेको त चाहियो नि विनोदजी होइन त्यो कला पनि चाहियो संस्कृति पनि चाहियो भेषभूषा चाहियो तर हाम्रो तयारी गर्ने फिनिसिङ भनेको त शिक्षा चाहियो नि त एकदमै शिक्षा सँगसँगै कला संस्कृति लाने हो कला संस्कृति लगाएर मात्रै शिक्षा बढी के अरे साइडमा राखेर भएन होइन फेरि कला संस्कृति मात्रै लगाएर शिक्षालाई साइड राखेर भयो यो दुइटै आफ्नो शिक्षित पनि हुनु पर्यो आफ्नो ग्रेजुएसन पनि हुनु पर्यो होइन अनि हाम्रो कला संस्कृति हाम्रो संस्कार कल्चरलाई पनि सँगसँगै लानु पर्यो त्यो अवस्था हुन्छ तर 1-2 दिन त खबर त गर्नै पर्छ है त्यो पक्कै पनि तपाईँहरूले सुनिहाल्नुभयो तपाईँहरूले धेरैलाई पनि जिज्ञासा लागेको हुनसक्छ यति धेरै संस्कृति संरक्षण गरेर बसेको एउटा संस्थाले यदि कुनै पाहुना अथवा देशबाट विदेशबाट चाहिँ आउनुभएका कोही पाहुनाहरू तपाईँ होटल व्यवसाय हुनुहुन्छ पर्यटन व्यवसायी तपाईँहरू यदि हुनुहुन्छ र त्यहाँको गुरुङ मगर नेवार संस्कृति चाहिँ यदि देखाउनु पर्ने छ भने तपाईँहरूले 2 दिन अगाडि आफूखरि संस्कृति संरक्षण मञ्चलाई खबर गर्नुभयो भने तपाईँहरूले चाहे अनुसार केही शुल्क पक्कै उहाँले लिनुहुन्छ उहाँहरूले आफ्नो फाइदाको लागि नभइकन त्यहाँ लाग्ने खर्चहरू जस्तै अब गाडी भाडाको कुराहरू हुन्छ कलाकारले दिनुपर्ने खर्चहरू हुनसक्छ त्योलाई मध्यनजर गर्दै उहाँहरूले चाहिँ केही शुल्क तपाईँहरूलाई लिनुहुनेछ र तपाईँहरूले चाहेको कार्यक्रम कस्तो हो त्यो चाहिँ 2-3 दिन अगाडि यदि तपाईँहरूले पहिले जानकारी गराउनु भने आफूखरि संरक्षण मञ्चले चाहिँ तपाईँहरूलाई त्यो किसिमको कल्चर चाहिँ देखाउनेछ यो जानकारीपछि अब हामी थोरै थोरै यो आफ्नो साथीसँग मैले शुल्क लिनु भन्दा पनि आफै गाउँपालिकाभित्र हाम्रो घुमाउने घर त्यस्तै गरी अहिले हाम्रो 1 नम्बर ओडामा गिरनचौर हो हाम्रो आबु गाउँ कोट गाउँ 3 नम्बर ओडाको 4 नम्बरमा बेनिटार हामी सम्पूर्ण ओडा अध्यक्षहरू कुराकानी हो बेनिटार त्यो चुड्काको एउटा हब 1 नम्बरको तपाईँको अझै छ त्यहाँ एन्चोकहरू
तर अलिक प्रख्यात पुलजिपमा पनि छ पुलजिप छ 4 नम्बरको होइन, हजुर 6 नम्बरको इलेहरको भइहाल्यो। एकदमै यस्तो त्यहाँको होमस्टेहरूलाई हाम्रो वडा प्रतिनिधि, हाम्रा चुड्काका त्यहाँका गुरुबाहरू होइन, चुड्काका प्रेमीहरू, त्यो संस्थालाई हामी समन्वय गरेर त्यो कसै कसैलाई त्यो हेर्न चाहन्छ, हामी हरदम सहयोग गर्न तयार छौँ है। ल